ल टिम रेडी कति एक्साइटेड सर एकदमै मोडमा रिट्रिट मोडमा हामी छौँ सबैजना टिम ल भाउ दिदी त जानु होला लगाएर नबोले त्यसो भए हाल्दैन हेलो गाइज जय मस्ते नमस्ते गुड मर्निङ फ्रम अस्ट्रेलिया के छ खबर आज एकदम ठिक छ दाइ हामी कहाँ जाँदै आज आज हामी बक्बिन हेड पिकनिक ग्राउन्ड जाँदैछौँ पर्पज के को लागि हाम्रो वर्सिप टिमबाट चाहिँ रिट्रिट ओके I'm expecting a lot. Let's see how it goes. कार्यक्रमको स्केड्युल पनि छ स्केड्युल अनुसार चाहिँ हामी जान्छौँ मान्छे ठिक छ एकदम ठिक छ किन के गर्दै रिट्रिट जाँदैछौँ फुल्ली एक्साइटेड हो भाइ धेरै एक्साइटेड नसुति हिजो कामबाट सिधै होइन ओ आशिष भाइ त डाइरेक्ट है त्यो आज छुट्टी नै लिएर रिट्रिट जान लाग्नु राति अहिले फेरि बेलुका काममा जाँदा हो भाइ सोध्नु पर्दैन अन द वे है ल ब्रो के हो यो खास यो गेम हो एउटा तर मेरो यो प्यासेजवाला थियो मसँग तर मैले भेटाएँ पछि मैले यो ल्याएँ यो चाहिँ अलिक प्यासेजभन्दा सजिलो छ चाहिँ हाम्रो आजको छौँ किनकि नेपाली मण्डली चर्चको वर्सिप मिनिस्ट्रीको यो पहिलो रिट्रिट सो हामी सबैजना एक्साइटेड छौँ सबैजनाले कामहरू अफ लिएर अलिकति आफ्नो दिनका सेक्रिफाइस गरेर आउनुभएको छ सो वी आर रियली लुकिङ फरवर्ड टु इट अहिले चाहिँ हामी यहाँ मोडेलमा छौँ शक्तिबाइटमा जानुभएको छ उहाँ चाहिँ हामी प्रार्थना गरेर निस्केको छौँ आइपुग्यो हामी तपाईँको नौना बेला भएर यात्रा सुरु फाइनली हामी हिँड्यो है हिँडेको त्यही हो अगाडि गइरहेको डन्सले भइ जान्छ फाइनली रोबिन हेड पार्ट यु फी अप्लाई यहाँ किन यो राख्यो यतापट्टि कुरा मुन्नी हराएर भित्र पनि अझै छिरेन है फुल्यो क्या है मुना कहाँ गायब भयो कहीँ मुना पाक्दैछ अनुहार चाहिँ डढेकै आयो मुन्नी दाइ किन लिनुहोस् तपाईँको रेडी भइसक्यो पाक्यो है पाक्यो दिदी पाक्यो यहाँ कस्तो छ ठिक छ
अब 3 बजीसम्म गर्ने 4 बजीदेखि त्यहाँ बेलुका 6 बजीसम्म हातले बजाउने एउटा एउटा लन्च रेडी हुँदैछ दाइ खाइहाल्नु अमिलो अलिकति के को लागि हो सिस्टर यो के को लागि भन्नु न सर यो के को लागि खाना खाने हो सर चिसो छ होला है सर त्यहाँ झुट अघि हाल्नु पर्ने त्यत्रो स्पेस थियो त्यहाँ यो के भन्छ अरे दिदीलाई चिसो छ वर्शिप पन्ध्र मिनट बाँकी छ आज महत्त्वपूर्ण 6वटा कुरा चाहिँ मैले तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ आराधना वर्षिप गरेर खास यो गीत गाएर चाहिँ हामी तयारी गर्नुपर्छ है भनेर मैले ल्याएको थिएँ हामी गाउँ त्यसले हामीलाई अलिकति केही गर्छ पूजा गरी तिमीहरू कहाँ फर्केर आउनेछौ आउनेछु भन्थ्यो होला नि त फर्केर आउनेछ भने यो विश्वासमा टेकेर म चाहिँ त्यो भन्दा पनि अलिक अगाडिको कोर्स छ नि पूजा आराधनालाई ओ कडा कडा हाल पिरो हाल अब यहाँ के पाक्दैछ भाइ पोक 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 बेली कि खुट्टा पोक चप कि टाउको पोक चप ल आउनु बुढी पिरो भयो पिरो ओ अहिले उसँग खाने होला हेलो गाइज थ्याङ्क यू सो मच आजको दिनको लागि रिट्रिट एकदम ब्लेस्ड भयो सर बाई बाई भन्नुहोस् हाम्रो सब्सक्राइबरहरूले के भन्नुहुन्छ थ्याङ्क यू भेरी मच हाम्रो दिलीप ब्रदरलाई फलो गर्नुभएको है अनि गड ब्लेस यु सबैलाई दिलीप दाई इज वर्किङ हार्ड दिलीप दाईको भिडियोहरू लाइक कमेन्ट सेयर गरिदिनुहोस् अनि इज डुइङ रियली गुड थ्याङ्क यू भाइ थ्याङ्क यू गाइज से बाई बाई ल मेरो भ्युवर्सहरूले केही भन्नुहुन्छ स्पेसल यही भन्नु पर्यो होला आज राम्रो रमाइलो भयो वर्किङ फर नेक्स्ट इयर ल जतिजना पनि आज आउनु भएन वी मिस यु मिस्ड होइन नेक्स्ट इयर चाहिँ अब कम्पलसरी नै गर्नु पर्यो मेरो होला नि सब्सक्राइबर ल